बगेर सब हल्लाउनु पर्यो क्या भयो टुङ्गो लाग्यो ओए बक बक हट आज तेरा आज तारा 7 दिनमा नम्बर काम ने तेरे जाने को लागेन हट हट आज जाने का खर्चाको तेरो सारो जिन्ने गब्बर गरिदियो जाने का खर्च मान्छे तेरो जिन्दगी हट तेरो आशा खाएन खाएछ ए झुटो नम्बर के भयो अरे ये जाने का खर्च मान्छे चटपटे हट हट तेरा जिनेको ए दादा तेरा क्या जाने का के अरे करे जाने का खर्च मान्छे चटपटे तेरा जिनेको सम्पत्ति खाइदियो दाइना काको चोटपडे मान्छेले सम्पत्ति खाइदियो भने त्यही हो कि ल कोनले खायो ल दाइना काको चोटपडेको मान्छे कपालाउने हो कि कहाँ खुट्टा ए होइन जानेको खर्च बाहिर तोकेको जानेको खर्च यता त कर्ने त रोकिन आई धोपायो कि जलायो चुप कर्ने रोकी आइज आइ नै त्यो कर्ने त्यसले फुल्टो भरेको पनि न आउन पर्यो केही नै त ए तेरा रुँदा मैले केस भरेको तेरो आँसु भरेको हो कि न त्यही लाग्यो नै त्यही लाग्यो अझै लाग्यो न लागेको त्यसलाई 0 रुपियाँ मुयाको आज 2 महिना खर्चेको भन्यो हो कि माडुले आए नै मानव 2 महिना खर्चेको आज जितामा चढ्यो पानी लागेको छैन तेरो जित्कने मिल्कने खाने गर्ने उठा त दादा निउडा चिन्दैन क्यारो चिन्नु गरी बच्चालाई खाने गर्ने झिङ्गे मिले काटेर भने कायुको बाटो लाग्यो नलागे ए मेरो बाहिर आएको बाइकको मान्छे बाइकको आज के हो मोबाइल लैजा थाहा परबारी पनि माइती देवताले आउनु पर्यो त धौ क्या हुँदछ ए माइती देवता आउनु पर्यो त भन्नु पर्यो त होइन हो कि नै भन्नु पर्यो हालौँला नभए रुपियाँ राखौँला मैले बोकेको थियो त्यता 2 जित्ता पढेका कन्या आज बनाउन हालेका हट आज तेरो आज झिल्कने मिल्कने आज खाने कट्कने त्यता पाट्टाको झिल्को हाल्ने बाइकको पर्व माल्न भनिकन त्यता खानेको सब काट्यो भने कोडी आटो भयो है त्यता बक त्यो बक म बक्दैन ए रोक्से नबके म 12 भाइ बन्दाएको मोस्टा हुँ नबके म मस्ता गइन म आफू व्यक्ति हुँ ए व्यक्ति भए पनि 12 भाइको आज 12 भाइको मिल्नु है बग्न अत्ता पाउनु गयो कि केही अत्ता आउनु भयो ल अत्ता नपाए के बोक्यो अनि ए 12 भाइको मिल्नु साह्रै 12 भाइको छत्ता छ त्यो चाहिँ मन बिर्से म त म बिल्दैन रकम चाहिँ लिखने के दाम में तो कि चट पड़े थक में तो एक के भए छ दिदी धपाए जाता पर बस्छ नि आधा पर पै नम्बर ल्याउ हैन हैन होर नम्बर ल्याउ ले कत छ नम्बर हैन तपाईको एक अका लगाएको मुइ एक बान्न बाँकी छ एक हैन तपाईना देखाउनु तपाईले कुडारे मेला तपाई म आज राम्रै भनि गए दिन बल्ल ठेल्लो नि सकी नै सकी ए 12 मिनेट दुईजना पाहुना आउँदा खाना राम्ररी खान पाइँदैन समय छ कि नै त्यही हो तपाईँ उधार पुरो पैसा दिए बेला फेरि ल्याउन जाने बेला परेर 3 जना बोल्न आउँदैन समय यो छ कि होइन हैन मम्मी हाम्राहरू भने यो त मान्दा मैले 100 गरेँ भइहाल्यो मन अरूलाई 8 माने भइहाल्यो खाके मुट्यो